आज नेपालमा सोसल मिडिया खोल्नासाथ एउटा नाम बारम्बार देखिन्छ। त्यो नाम हो बालेन शाह। फेसबुक, टिकटक, एक्स लाखौँ लाइक, हजारौँ कमेन्ट, तर प्रश्न के हो भने यी सबै साँच्चीकै जनताको समर्थन हुन् या सोसल मिडियाको बनावटी हाइप मात्र? आजको भिडियोमा बालेन शाहको पपुलारिटीको कारण, फेक लाइक, कमेन्टको बहस र उनका कम चर्चा हुने कमजोर पक्षहरू स्पष्टसँग कुरा गर्छौँ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। बालेन शाहले पुराना दल, नेता, राजनीतिक प्रति जनताको दिगदारी थियो। बालेन शाह त्यो दिगदारीको प्रतीक बने र त्यही टाइममा एउटा नयाँ आश बनेर उदाए। अनि उनको डाइरेक्ट बोल्ने शैली, न प्रेस मिट न भाषण, सिधै फेसबुक स्ट्याटस, जनतालाई यो हामी जस्तै बोल्छ भन्ने लाग्यो। र धेरैजसो अहिलेको यङ जनताहरू, यङ जेनेरेसन फेसबुक तथा सोसल मिडियामा एक्टिभ हुने कारणले गर्दा बालेन यङ जेनेरेसनको पपुलरमा पर्न गए। अनि उनले डोजर, फुटपाथ, ठुला निर्णय, काम कम भए पनि देखिने काम धेरै भए र बालेन शाहलाई युथहरूको सपोर्टले गर्दा उनलाई सोसल मिडियामा हिरो, आइकन बनाइयो। अब कुरा गरौँ लाइक, कमेन्ट फेक हुन् कि रियल हुन्? सिधा उत्तर छ यसमा, सबै फेक होइनन् तर सबै अर्गानिक पनि होइनन्। के देखिन्छ भने एउटै कमेन्ट बारम्बार आइरहनु, आलोचनात्मक कमेन्ट तुरुन्तै गालीमा बदलिनु, यी सबै अर्गनाइज डिजिटल आर्मीको सङ्केत हुन्। तर ध्यान दिनुहोस्, बालेनको रियल सपोर्ट पनि धेरै छन्, विशेष गरी विदेशमा रहेका नेपालीहरू र काठमाडौँ केन्द्रित वर्गमा अथवा सहर एरियाका यङ जेनेरेसनहरू। समस्या फेक लाइक होइन, समस्या हो आलोचना, असह्य हुनु। अब कुरा गरौँ उनका नराम्रो वा कमजोरी पक्षहरूको, जुन कुरा उनका समर्थकहरूले सुन्न नै चाहँदैनन्। उनमा अहङ्कार र असहिष्णुता धेरै छ। जो सहमत छैन र जसले उनलाई वाह गर्दैन, कि त ऊ तुरुन्तै दलाल, माफिया, भेडा बन्छ, किनकि उनका समर्थकले बालेन शाहको आलोचना सुन्नै सक्दैनन्। लोकतन्त्रमा नेता आलोचना सुन्न सक्नुपर्छ। अनि संविधानभन्दा पनि उनको इगो बलियो थियो। नगरपालिकामा हुँदा उनले संविधान, त्यहाँको नियमलाई पालना नगरेर एक्लै आफ्नो हिसाबले उनले चलाउने गर्दथे। कर्मचारीसँग टक्राव गरे, सरकारसँग निरन्तर झगडा, समन्वयनको कारणले गर्दा उनले ठोस कदम र देखिने खालको फोहोर व्यवस्थापन इत्यादि कामहरू उनले राम्रोसँग गर्न सकेनन्। अब कुरा गरौँ उनका नराम्रो वा कमजोर पक्षहरूको, जुन कुरा उनका समर्थकहरूले सुन्न नै चाहँदैनन्। अहङ्कार र असहिष्णुता। जो सहमत छैन ऊ त्यो तुरुन्तै दलाल, माफिया, झोले, भेडा भयो। लोकतन्त्रमा नेता भनेको आलोचना सुन्न सक्ने हुनपर्छ। संविधानभन्दा इगो बलियो, कामभन्दा पनि फेसबुकमा त्यसको प्रचार धेरै, फोहोर, ट्राफिक, ढल, सस्तो आवास, यस्तो समस्यामा ठोस दिगो समाधानभन्दा फेसबुकमा स्ट्याटस धेरै हालेर उनको 3 वर्ष नगरपालिकामा कार्यकाल गयो। आफूलाई प्रश्न, तर आफूमाथि प्रश्न उठ्दा मौन वा आक्रमण उनको स्वभाव रह्यो। सोसल मिडियामा लाइक जित्नु सजिलो छ, तर सहर अथवा देश चलाउन त्यति नै गाह्रो हुन्छ। बालेन शाह सोसल मिडियाको सुपरस्टार हुन सक्छन्, तर के उनी संस्थागत, समावेशी र दिगो नेता हुन्? यो प्रश्न अझै खुल्ला छ। यो भिडियो बनाएको बालेनलाई गाली गर्न होइन, प्रश्न गर्नका लागि हो, आँखा खोलेर समर्थन गर्नका लागि हो। नेता भगवान होइन र आलोचना देशद्रोह होइन। यदि उनले पनि जे गर्दा, जस्तो गर्दा पनि वाउ वाउ गर्ने भने उनको हालत पनि पुराना नेताहरूको नै हुनेछ। त्यसैले समयमै उनका समर्थकहरूले पनि उनको गल्तीलाई गल्ती भन्दै उनलाई सुधार गर्ने मौका दिनुपर्छ र उनको गल्ती काममा आलोचना र राम्रो काममा सपोर्ट चाहिँ हामी सबैले गर्नुपर्दछ। यदि तपाईँलाई यो विश्लेषण मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस् र कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। र कसैलाई पनि अन्धभक्त बनेर नेता नबनाऊ, आफ्नो विवेकको परे गरौँ। जय देश, जय नेपाल।